विश्वमा कुनै बेला जम्मा 6वटा स्वतन्त्र राष्ट्र थिए। त्यो बेलामा नेपाल स्वतन्त्र राष्ट्र थियो। नेपाल कहिल्यै स्वतन्त्र नभएको मुलुक हो। महेन्द्रको कालको शासनकालमा इन्डिया भन्दा नेपाल धनी पनि थियो। नेपालको प्रति व्यक्ति आय पनि बढ्ता थियो। नेपालको निर्यात व्यापार आयात भन्दा ठूलो थियो। राजा वीरेन्द्रको पालासम्म नेपालको विदेशी मुद्रा एभरेज इन्डिया भन्दा बढ्ता थियो। 10वटा धानचाल कम्पनी राजा वीरेन्द्रको पालासम्म थिए। महेन्द्रको पालादेखि आएको। हामी त्यत्रो ठूलो अन्न उत्पादन गर्ने, इन्डिया एक छाक खान नपाएर इन्डियाको त्यही मन्त्री होइन लालबहादुर शास्त्रीले हप्ताको एक दिन भोकै बस, शुक्रबार बेलुका मुसा मारेर खाऊ भनेर यो चाहिँ अभियान चलाएर इन्डिया पेटभरि खान नपाउने मुलुक। त्यसबेला नेपालले पाल्थ्यो इन्डियालाई। यूपी र बिहार पुरा इन्डियामा पाल्थ्यो। नेपालले चाहिँ दक्षिण कोरियामा खान नपाएर हाहाकार परेको बेलामा नेपालले 10,000 टन अन्न नेपालले दान दिएको छ कोरियालाई। त्यो कोरियाले अब नेपालमा रोजगार दिएर नेपालीलाई त्यो रोजगार, त्यो गुण तिर्न पनि नेपालीलाई यो विशेष रोजगार दिएको छ कोरियाले। अनि यी सबै कुरा सिङ्गापुर कहाँ थियो र? सिङ्गापुरको अस्तित्व नै थिएन। मलेसिया कहाँ थियो र? नेपाल भन्दा त धेरै पछाडि थिए। थाइल्यान्ड कहाँ थियो र? 1 रुपियाँ नेपालीको चाहिँ 3 रुपियाँ भाट पाइन्थ्यो। अमेरिकाको भन्दा नेपालको मुद्राको मूल्य माथि थियो।